हाम्रै म सबैजनालाई तपाईहरु कस्तो हुनुहुन्छ? आई होप सन्चै हुनुहुन्छ होला। आज मैले फेरि एउटा नयाँ रेसिपी लिएर आएको छु। काँचो पपायाको भेजिटेबल मिक्स दाल कसरी बनाऊँ भनेर। त्यसको लागि लिएको छु मैले अलिकति सिमी, अलिकति क्यारोट, र अलिकति पपाया र अलिकति दाल, त्यहाँदेखि अलिकति एउटा आलु टुक्रा पनि लिएको छु मैले। र दाललाई चाहिँ मैले यसरी तातो पानी हालेर भिजाइराखेको छु। साथमा मैले एउटा सानो अदरकको टुक्रा पनि लिएको छु। दालमा मैले लिएर आएको छु अलिकति मुसुरी दाल र अलिकति मुङ दाल, र यसलाई चाहिँ सबै यसरी चप गरेर काटेर रेडी राख्नुहोस्। यसरी पपाया चाहिँ तपाईले काँचो लिनुपर्छ। त्यहाँदेखि तपाईले पपाया चाहिँ एउटा ठुलो एकैचोटी सबै नहाल्नुहोस् होला। एउटा पपायाको तपाईलाई 2-3 छाक पुग्छ। त्यहाँदेखि मैले यहाँनिर एउटा ककर तताएर यसरी कुकिङ ओइल एड गरेको छु। त्यहाँदेखि अलिकति यसरी मेथी दाना पड्काइदिनुहोस् तपाईहरुले। यसरी मेथी दाना पड्काइसकेर त्यो अदुवा कुटिराखेकोलाई पनि तपाईहरुले यसरी एड गर्नुहोस्। एड गरेर चाहिँ अलिकति यसो हल्लाएर चाहिँ ब्राउन गरिदिनुहोस्। र अदुवा ब्राउन हुनु थाल्यो भने तपाईहरुले त्यो मैले जति सब्जी काटेर आएछ यो सबै एड गर्नुहोस् एकैचोटी। यसरी म यहाँनिर एड गर्दैछु। सबै भेजिटेबल्स चप गरेर राखेको थियो त्यसलाई साथमा यसरी मैले दाललाई पनि एड गरेको छु। अनि मैले अब यो माथि म एड गर्न जाँदैछु अलिकति हल्दी, अरु त केही पर्दैन बेसी, अलिकति हल्दी र अलिकति म धनिया पाउडर एड गर्छु यसरी। त्यहाँदेखि अलिकति नुन चाहिँ तपाईले स्वाद अनुसार लिनुहोस्। त्यहाँदेखि तपाईले यो धनिया लिनु चाहनुहुँदैन भने स्किप गरिदिनुहोस्। र यसलाई चाहिँ मैले मिडियम फ्लेममा चाहिँ 5 मिनेटसम्म चाहिँ मजाले भुट्ने। र तपाईलाई मेरो यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने चाहिँ प्लिज लाइक, शेयर, सब्स्क्राइब गरिदिनु नबिर्सिनुहोस् होला। हेर्नुहोस् यसरी 5 मिनेटसम्म मजाले भुट्नुहोस् यसरी। यो पपायाको दाल चाहिँ तपाईहरुको घरमा सबैले लिनु सक्नुहुनेछ। त्यहाँदेखि मजाले भुटेर चाहिँ मैले यहाँ यो माथि यसरी पानी एड गर्दैछु। पानी चाहिँ तपाईले तातो चिसो कुनै पनि एड गर्न सक्नुहुन्छ। त्यहाँदेखि पानी एड गरिसकेर तपाईहरुले यसो सिटी 8 सिटी जस्तो चाहिँ मजाले लगाइदिनुहोस्। यो दाल चाहिँ तपाई कुकरमै बनाउनुहोस्। कुकरमै बनाएको चाहिँ राम्रो हुन्छ। हेर्नुहोस् यसरी मजाले सिटी लगाउनुहोस्। अब 8 सिटी बादमा हेर्नुहोस् यहाँ मेरो दाल बनेर रेडी भएको छ यसरी। अब यसलाई चाहिँ हामी फेरि फिर्के लगाउने, मजाले यसरी फिटिदिने। यसरी मजाले फिट्ने र फिटिसकेर चाहिँ तपाईले साथमा अलिकति तातो पानी पनि राख्नुहोस् छेउमा। तातो पानी यसरी एड गर्नुहोस्। अनि तपाईले घिउहरु लिनुहुन्छ भने यो माथि घिउ एड गरिदिँदा पनि हुन्छ। र सबै भन्दामै यो नानीहरुलाई पनि दिनु सक्नुहुन्छ। यो दाल चाहिँ नानी भन्दामै 6 महिनाको माथिको नानीहरुलाई सबैले खुवाउन सक्नुहुन्छ। थ्यांक यू। फेरि आउँदै